अरिजित सिंह अब प्लेब्याक सिंगमा देखिने छैनन्। यो न्युज सुनिसकेपछि उनका धेरै फ्यानहरू दुखी भए। हामीले कहिले सोचेका छौँ हामीले चिनेका अभिनेताहरू, गायकहरू, खेलाडीहरू आफ्नो सफलताको शिखरमा आएर छोडिदिन्छन्। उनीहरूले के खोजिरहेका हुन् त? सायद उनीहरूले आफैलाई खोजिरहेका हुन्। कुनै बेला आफ्नो कामले आफ्नो पहिचान बनाएका उनीहरू आफैलाई हराएको महसुस गरिरहेका हुन्छन् र उनीहरूले ब्रेक लिन्छन्। केही समय कामबाट, केही समय आफ्नो पहिचानबाट र असल आफूलाई खोजेर बस्छन्। यो सिचुएसन हामी सबैको जीवनमा आउँछ। हामीलाई लाग्छ हामी रोकिनु, अल्मलिनु, हारो होइन, यो नयाँ सुरुवात हुन सक्छ। त्यही भएर यदि तपाईँ अल्मलिराख्नु भएको छ, रोकिनु भएको छ, के नयाँ सोचिराख्नु भएको छ भने शान्त रहनुहोस्, नहतारिनुहोस्, किनभने जीवनमा ब्रेक पनि जरुरी हुन्छ।